काठलाई बिस्तारै धमिराले खाएर मक्किएको जस्तो। साँच्चै यार, त्यो पुरानो काठलाई बिस्तारै धमिराले खाएर मक्किएको जस्तो। कतै आत्मा तडपिन्छ शरीरमा कुनै चोट नै नलाग्दा पनि। अनि फेरि कतै आवाज नै आउँदैन बाहिर, तर रुँदा आँसु नै सकिएको जस्तो। सब थोक पाएर पनि किन केही नभएको जस्तो लाग्छ यार कहिलेकाहीँ। आफ्नै लाग्नेहरूमा आजभोलि आफ्नोपन नै नभएको जस्तो। यो साइनो, यो साथ, यो सम्बन्ध किन यसरी सकिँदैछ? जसरी त्यो खोलाको चापले एउटा जङ्गललाई पहिरो बनाएर सकिरहेको छ, के अर्थ रहन्छ र यार सुनकै पुल बनाए पनि, यदि पौडिएर खोला तर्नुपर्छ भने? म कसरी फुल्नु त्यो साइनो र सम्बन्धको बगैँचामा, यदि समयभन्दा पहिले ओइलिएरै झर्नुपर्छ भने? सबैले भन्छन् त आफ्नै जस्तो होस्, तर बुझ्दैनस् कसैको भावना। अनि के अर्थ रहेर त्यो साइनो र साथको, जहाँ माया पाउनकै लागि उसलाई मलामी बनाएर आफै मर्नुपर्छ? भयो छोड यार। लेखिन्छ यहाँ सँगै बिताएको समय, तर कसैको व्यवहार दुखेको आत्मा लेखिँदैन। भनिन्छ नि, कलम र मसीले सत्य लेख्ने तागत राख्छन्। आँसु झरेको र ओठ मुस्कुराएको दुइटै देख्छ कलमले, छातीभित्रको दुखाइ त कलमले पनि त देख्दैन। कहिलेकाहीँ लाग्छ यो भिड, यो साइनो, यो साथ केवल स्वार्थ र जलनको पत्थरले बनेको छ। मैले म भएर बाँच्दा कसैलाई स्वीकार छैन म भित्रको मलाई। कसैलाई पाउनकै लागि कसैलाई गुमाउनु पर्ने, यो कस्तो साथ हो? अनि कसैलाई आफ्नो बनाउँदा फेरि अरू कोही पराई भइदिने, यो कस्तो आभास हो? सायद त्यसैले पनि होला मलाई आफ्नो एउटा बेग्लै छुट्टै संसार बनाउन मन छ, जहाँ म भित्रको मलाई स्वीकार गर्नेहरू मेरो साथमा होस्, तर म भित्रको मलाई पढेर मलाई नै च्यातिने कोही नहोस्। मलाई आफैसँग प्रेम होस्, यदि जति प्रेम त्यो मकैलाई बारीसँग अनि खेतलाई धानसँग होस्। बरु थोरै मलाई स्वीकार गर्नेहरू मेरो साथमा हुन्, तर म भित्रको मैसँग खेल्ने अरू कोही नहोस्। तर अफसोस, त्यो सोचहरूभन्दा फरक भेटिन्छ मान्छे यहाँ। कसैलाई साथ चाहिएको छ अनि कसैलाई साथ छुटाउनु छ, कसैलाई आफ्नै अस्तित्व बचाउन, कसैको अस्तित्व मेटाउनु छ। मैले बुझे जस्तै मलाई तिमीले बुझ्न मिल्दैन र? तिमी जस्तै हो उसको पनि मन भनेर सोच्न मिल्दैन र? साँचो सत्य साथ निभाउँदा यहाँ हिसाब किताब खोजिन्छ, अनि कसरी विश्वास गरौँ त्यो साइनोहरूलाई जसको कारणले घरिघरि आँसु पोखिन्छ? अब त लाग्छ एक्लै ठिक छु। मलाई भन्नु छैन कसैको प्रिय, अनि बरु बेग्लै ठिक छु। ठिक छ त यार, कोही छन् जसले मलाई बुझेका छन्, कोही छन् जसले म भित्रको मलाई देखेका छन्। त्यसैले मलाई मै जस्तो बन्न देऊ। वेलकम, नमस्ते दर्शन।